See? Huh? Lie, huh? Good boy, Monday. And no guys. Huh? Good boy, come. See? सागहरू गोबीहरू कस्तो खालको छ पुरै चोचोवाला गोबी पो रहेछ Hey guys, welcome to my new vlog. तो guys, आज हामी जानला छौं कहाँ भनेपछि पसर पागी मालाम पुरा आजको मलेसियाको हाट बजारमा देखाउने छु के कस्तो हुन्छ सो गाइस तपाईहरु भिडियो अन्तिमसम्म हेर्नु होला है त सो लेट्स गो ल एकदमै चम्किलो एकदमै बबाल है त यस्तो घाम लागेको छ कि धेरै गर्मी भएको छ सो पुरा आज चाहिँ मौसम चाहिँ बबाल गरेको छ गाइस हेर्नु भन्नु न किनभने लास्टै गर्मी पनि छ हैन राम्रो पनि छ यस्तो बबाल छ है त सो हाम्रो चाहिँ रुख यति ठुलो भइसकेको छ मजासँग हेर्न सक्नुहुन्छ त्यही नै हो सो लेट्स गो गाइस ल है त क्या दामी है यता हेर्नु आहा क्या दामी हामी कतिचोटि खाइसक्यौँ यो साग पनि गाइस हेर्नु यस्तो गाडी छन् कि पुरा आज आइतबार भएर पनि यस्तो गाडी छन् कि फुल प्याक के यता हेर्नु यता पनि टन्नै गाडी यता पनि टन्नै गाडी लास्टै गाडी छन् कि आज यति ठुल्ठुलो गाडी योजना गाडी के हो यार ब्रेकफास्ट गरिसक्यौँ ब्रेकफास्ट गर्ने बेला चाहिँ म भिडियो ल्याएन हैन सेमै हुन्छ सो हामी चाहिँ मलेसियाको पासार पागी अनि हाट बजार हैन हाट बजारमा गइरहेका छौं एकदमै बबाल हुन्छ गाइस तपाईहरु देख्न सक्नुहुन्छ ल तपाईहरुलाई म देखाउने छु हाट बजार मलेसियाको हाट बजार कस्तो हुन्छ त है त सो यहाँबाट हामी सुरु गरौँ के छ सामानहरु सुरु गरौँ गाइस हेर्नु धनिया साग यता हेर्नु साग यता हेर्नु मकैको टुप्पो बोडी यस्तो बवाल सामान छ सागहरू गोबीहरू कस्तो खालको छ पुरै चोचोवाला गोबी पो रहेछ अरे फर्सी कति सानो फर्सी छ फर्सी देख्नुहोस् टमाटर हेर्नु टमाटर कस्तो छ भेन्टा ल गाइस हैन सो मजा तपाईहरुलाई म घुमाउने छु आइ के हो यार टमाटर हेर्नु गाइस टमाटरको गोलबेरा चाहिँ टाउ किनिरहेछौँ टाउ चाहिँ लियो अरू के सामान लिनु फलफुल लिने भनेको खै कस्तो हुन्छ हामी फलफुल पनि हामी लिने कोसिस गर्नेछौँ एकदमै भिडभाड छ है त एकदमै भिडभाड छ तपाईँ देख्न सक्नुहुन्छ एकदमै फलफुल लिनेको मान्छेको फुल भिड छ गाइस है त ल गाइस हैन हामी चाहिँ फलफुल लिइरहेका छौँ हेर्न सक्नुहुन्छ हामी चाहिँ के लिएको हेर्नु नासपाती लिइरहेछौँ र अर्को यहाँ छ चेरी है त सो यो चाहिँ 5 पिस 10 रुपियाँ रहेछ सबै यस्तो रहेछ सो हामी चाहिँ लिइरहेका छौँ है त अब लिनेछौँ हामी 5वटा भइसकेको छ निश्चित हामी चाहिँ लिइसक्यौँ है त साना साली ल गाइस हैन हामी चाहिँ फाइनली हामी चाहिँ अब रिटर्न हुन लाग्यो हामी चाहिँ सामान नलिकति लिएको धेरै पनि लिएनौँ हैन त्यही नै हो र यो पनि खोल्न लागिसकेको रहेछ गाइस ल कपडाको पसल छ अरु के छ सबै ठोक छ भनौँ हैन बिरुवाहरुको
bukan ini ekonomi dia nah. bukan मिलेन Kedai ya. बच्चा केदाई सेमसेममा अनि गाइस उतातिर फेरि के बनिरहेको छ यहाँ एउटा घर बनिरहेको छ खै पसल बनिरहेको के बनिरहेको थाहा भएन तर यहाँ खाली जग्गा थियो फाइनली यहाँ चाहिँ जङ्गलै जङ्गल थियो तर सब फाँडेर यहाँ चाहिँ बनाइरहेको छन् मलाई लाग्छ मार्केटहरू यस्तै बनाइरह होला पसलहरू सो यतातिर यस्तो छ गर्मी छ धेरै घाम लागेको छ सो हामी चाहिँ रुम फर्किन लागेको है त सो हामी चाहिँ ब्रेकफास्ट हाट बजार सबै सकाएर हामी चाहिँ बाटोमा छौँ है त सो बबाल भ्यू देखेको छ हेर्नुहोस् लास्टै गर्मी भयो गाइस हेर्नु गाइस म चाहिँ पुरा सरसफाइ गरिसकेको छु है त हेर्नु गाइस होइन म चाहिँ डगलाई मन्डी भन्दा पनि नुहाइसकेको छु एकदमै गर्मी छ सो म चाहिँ यता हेर्नु फाइनली मेरो बेन्जितलाई चाहिँ म नुहाइसकेको छु एकदमै फोरो भएको थियो बेन्जित सी लाइ गुड बोय मन्डी हेर्नु गाइस गुड बोय कम सी लाइ होइन ल थ्याङ्क यू एकदमै दामी भएको छ टक्क लगाएर नुहाइ गरेको यस्तो देखिएको छ अब चाहिँ यसलाई टक्क लगाएर सुकाउनु पर्छ यसलाई एकछिन घाम खान दिउँ है त छ्याप्प लगाएर यता हेर्नु बबाल हिसाबले ल यस्तो गर्मी भएको छ कि हेर्नुहोस् यस्तो गर्मी कुरै छाड्नु मेरो पसिना चोको छ पुरा सो लेट्स सिट guys हामी चाहिँ pasar malam aku चाहिँ गाइज होइन पहिलोचोटि आएको यहाँ यति ठुलो रहेछ कि कुरै छाड्नु है त म चाहिँ यहाँ बस्ने छु पहिलोचोटि यति ठुलो पासार मालाम देखेको गाइज यति लामो रहेछ कि भवाल हिसाबले है त सो भिडियो अन्तिमसम्म हेर्नु होला के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउने छु ल गाइस ल हामी पासार मालाममा आएको चाहिँ हाम्रो चाहिँ यस्तो आयो दोकानमा माछा मालाम Bukan pasar lah, ini bukan pasar. ini apa nih? Macam hawker center ni macam. Hawker center सेम के हो हैन सो हाम्रो चाहिँ यता यस्तो छ यहाँ छ कुखुराको कुखुरा यस्तो बबाल छ है त सो म चाहिँ खान्छु त एक राउन्ड लगाइसके दामी देखेको छ कि बबाल हिसाबले है त पछाडि चाहिँ मेरो भ्यू दामी देखेको छ है त बबाल हिसाबले मजाको छ सो लेट्स सिट